अहिले चाहिँ हामी घुमेर फर्किसक्यो। बाटो चाहिँ एकदम कबाड छ हो, लास्टै कबाडी छ। हाम्रो संसारले चाहिँ यस्तो माया गरेर स्मुथली कुदाउनु हुँदैछ गाडी हो, ठोकिन्छ कि भनेर सर यता हुन्छ। सबक भयो भन्नु भने गाह्रो छ। गाह्रो हुन्छ यस्तो छ। भिरमा पहिरो गएर बाटो यस्तै छ। फेरि कुन चाहिँले चाहिँ थाहा नपाएर होला गाडीमाथि फोहोर फ्याँक्दैछ क्या आमा। दिलमुनि देखेन होला नि त। त्यही भएर होला कि होइन त्यो फुलको उयो हो, फुलको उयो थियो प्लास्टिक। हो त्यो हो क्या, क्या हावाले उडाएको नि सक्छ। अब मेबी त्यही भन्नु पर्यो होइन कि मेरो बाटो अगाडि राख्थ्यो गाडी भनेर हो कि झन् सिसा फुटेन रहेछ। ठुलै ढुङ्गा भयो त झरैमा जान्थ्यो होला नि। ठिकै छ, रमाइलो भयो। बाहिर चाहिँ यस्तो छ, लास्टै मजाले हावा आइरहेको छ सर। झन्डैले गाना आएको थियो, सकिहाल्यो नि। आउँदैछ अब सक्यो त्यो भित्रमा। छिर्ने बाटो छ हरन हानिदिउँ न। सर अब हामी चाहिँ हरन हान्दै अगाडि बढ्दै हरन हान्दै अगाडि बढ्दै गर्दैछौँ होइन। अब हामी गयौँ अगाडि बाइक रहेछ। ढुङ्गा पनि होइन, दाइले हटाइदिनु हुन्छ। दाइले ढुङ्गा हटाइदिनु भयो। यता हाम्रो हुँदैनले पनि ढुङ्गा हटाइदियो। HYUNDAI हुँदैन। हाम्रो हुँदैनले पनि ढुङ्गा हटाइदियो हो। हुँदैन अरे हुँदैनलाई धेरै धेरै धन्यवाद। हुँदैनलाई दाइहरूलाई धेरै धेरै धन्यवाद ढुङ्गा हटाइदिनु भएकोमा हो। बाटो निर्माण भइरहेको रहेछ। अब अर्को पालि आउँदा चाहिँ पिचमा आउनु पाइने रहेछ है। सारा यहाँ एउटा बाटो छ, WB को गाडी रहेछ ला यहाँ पनि। साथी यो ढुङ्गा हटाउँला दब्छ जस्तो लाग्यो। ल म जान्छु ल। मात्र दब्दियो भने तनाव हुन्छ होला। ल